व्यवस्थित गर्नुपर्छ अब व्यवस्थित सेट मात्रै सरक राख्नु तलबाट तान्नु त सरक राख्नु त ल हो अब माटो हाल्नु त्यो ल भाइ त्यो माटो गरिदिनु यो जाग्नु चाहिँ यो भेडा बाख्राले खान्छ अस्ति तल हामीले रोपेको त्यहाँ फेरि गएँ त्यो चाहिँ फेरि राष्ट्रिय कुरा पनि हो मैले अघि भने माथिल्लो निकायले गरेको निर्णय हामीले गरेको निर्णय भन्ने कुराहरू पनि हुन्छ यो पनि जलाधार क्षेत्रको लागि उपयुक्त बिरुवा मानिन्छ हो मेरो साहब चिउरी भन्ने कुरा चाहिँ आयो म त्यति धेरै यो बोटानी सम्बन्धित नलेज छैन मलाई होइन यहाँनिर गरेका थियौँ त्यो मेसेजलाई आधार मानेर उहाँहरू स्वतः रूपमा सहभागी हुनुभएको छ खास गरी धरान साइक्लिङ तपाईँको चाहिँ सेवक अभियान यसोको स्ट्याटसहरू पनि पहिला लेखेका थिए धराने युवाहरूलाई पनि उहाँले साथ सहयोग लिनुपर्छ त्यस्तै गरी धरानका सबै राजनीतिक दलका होइन भनौँ न राजनीतिक दलहरूसँग पनि उहाँले समन्वय गरेर अघि बढ्नुपर्छ भन्ने धरान उपमहानगरपालिकाको आयोजनामा सर्दु जलाधार क्षेत्रको वृक्षारोपण कार्यक्रमको लागि गाडीमा चढ्नु तपाईँ चढ्नु नि स्कुटी नलानेहरू तपाईँहरूको त्यहाँ रोडदेखि भित्रपट्टि रोपन बन्छ झन् राम्रो नि त्यही मात्रामा दाइले पर बसेर के खानु भोगलाई साइकलमै आउनु भयो कतिजना 3 जना छ आउने थुप्रै थियो पानी परेर डिस्टर्ब 3 जना मात्रै भयो धरानको विकास हो सबैले सुख पाउँछ एकदम राम्रो भयो ल धन्यवाद है हामी सुरु गरौँ अब हामी सुरु गर्नुपर्छ काम भनेको 40 फिट बुद्ध मूर्ति राखिएको छ यो
यतैतिर खाने हो भरे कल गर्नु न खोइ त त्यो के अरे छैन केहरू यसो खाड्ने नहुने केही पनि लेखेको छ हाम्रो प्लान दाइ एउटा कोटाउने छैन दाइ भाइ उहाँलाई है छेउछेउमा ल प्लास्टिक नफाल्नु साथी हो अलिकति लु त भाइ त देउ त माथि पनि बढौँ पहिला यो ओपन रोप्दै गरौँ है त्यतातिर प्लास्टिक फेकेर भयो लु भाइ त्यो माटो गरिदिनु यो जाग्नु चाहिँ पर्यो है यसको भोलिबाट हामी गर्छौँ मेयर साहबले गर्नुभएको कामलाई पानीको व्यवस्था निरन्तर या भोलिबाट हामी 4 जना लेबर लाएर बाँसको व्यवस्था गर्दैछौँ चरी चरणहरूलाई चाहिँ रोक्नु पर्यो सबै यहाँबाट रोक्दैछौँ हामी आइसकेछ बाख्रा चरी चरणहरू चाहिँ रोक्नु है आइसकेछ भोलिबाट चिरेर यसलाई आजबाट नै सुरु हुन्छ यसलाई रोक्नु बाख्रा खाँदा मरिहाल्नु नि राम्रो रोप्नु सर प्लास्टिक चाहिँ प्लास्टिक नफाल्नु सधैँ मैला बोक्ने प्लास्टिक छ यहाँ आफू बजार जाओस् जहाँसुकै जाओस् तर उसले चाहिँ आफ्नो साथमा यसरी प्लास्टिक बोकेर आफ्नो सामान यहाँ हालेर घरमा लाएर चाहिँ यसलाई दफन गर्ने बोतल पनि रहेछ साह्रै भन्नु त्यो बोतल पनि बोक्यो प्लास्टिक हो यहाँ लो माटो यो एकपट्टि मात्रै मेरो साहब यो पानीले उयो गर्छ भनेर क्या यो साइडमा चाहिँ गरेको अनि यो बाटो बढ्दाखेरि त यो प्लास्टिकहरू टिपौँ है कालो प्लास्टिकहरू त्यो नर्सरी बनाएको छु कि त्यो बुद्धको यता तल हो त्यता राखिदिँदा हामी त्यसलाई ठाउँमा रोप्छौँ होइन कालो प्लास्टिक छ भने चाहिँ कालो प्लास्टिक कलेक्सन आयो हजुर ए ठिक छ राम्रो कालो प्लास्टिक प्लिज यता हाल्नुहोस् है आफ्नो चिनी राख्नुहोस् है बोट बिरुवा पनि आज हामीले के यो क्षेत्रमा वृक्षारोपण गर्यौँ यो जलाधार क्षेत्र भन्छ अब जलाधार भन्ने बित्तिकै पानीको मुहान त्यसले बिरुवा हुनु पर्यो बिरुवाले चाहिँ तपाईँको चाहिँ पानी परेको बेला पानी अब्जर्भ गर्ने र ड्राई सिजनमा रिलिज गर्ने भन्ने बिरुवा छ त्यसले गर्दाखेरि अब यो क्षेत्रमा घना जङ्गल हुनुपर्छ भन्ने मान्यता म चाहिँ राख्छु र यो के भएर अब अलिकति सास त्यस्तो जङ्गल हामीसँग भइराखेको छ पनि त्यस्तै परेर होला सानसानो उयो बिरुवाहरू व्यापक रूपमा चाहिँ वृक्षारोपण गर्नुपर्छ एउटा समस्या चाहिँ के रहेछ भने यो भेडा बाख्राले खान्छ अस्ति तल हामीले रोपेको त्यहाँ फेरि गएँ अस्ति जाँदाखेरि 2-4 वटा मात्रै
पातहरू सबै बाख्राले खाएको त्यो खालको पनि छ। अनि त्यसले गर्दाखेरि अब हामीले यसलाई कसरी प्रिजर्भ गर्ने भन्ने कुरा पनि छ। अब यहाँ रोप्नुको रोप्यौँ है, अब भरे भोलि आउँदाखेरि बिरुवा छैन भने त के फाइदा भयो होइन। त्यो फोटो खिच्नकै लागि मात्रै गएर जोगाउनको लागि चाहिँ अब नगरपालिकाले के गर्नु जोगाउनका लागि अब यहाँनिर धेरै वर्ष खालको बाँसको फुलहरू लाउनुपर्छ होला भन्दै बाँसको रोप्न गएर त्योसँगै यसको लागि मल जलको नै आवश्यक पर्छ। त्यसको व्यवस्थापन कसरी गर्ने के छ मेयर साहब? जल त चाहिँदैन, मल चाहिँ चाहिन्छ होला अहिले चाहिँ चाहिन्छ। त्यो पनि हामी गर्छौँ त। परपरा पनि थुप्रै रोपेका थियो यही साइडतिर जस्तो मलाई लाग्छ। ती बिरुवा छन् कि छैन त्यो पनि हेर्नुपर्छ। ठ्याक्कै मेयर साहब यो क्षेत्रमा र तलको क्षेत्र दुई ठाउँ तपाईँको वृक्षारोपण कार्यक्रम सम्पन्न भइसकेको छ। यहाँ चाहिँ विशेष गरेर यो शिरीष प्रजातिको बिरुवाहरू रोपिराख्नु भएको छ। खास के कारण छ यसको यहाँ? यो चाहिँ मलाई पनि थाहा भयो। वृक्षारोपण गर्ने भनेर मैले त अब भने हो सिरुसको बिरुवामा हामीले किन ल्याउँ? फुल चाहिँ एकदम यो दुई खालको हुन्छ नि, यो रातो पहेँलो एकदम सुक्खा जस्तो देखिन्छ नि यो हिउँदमा। जब यो फागुन चैततिर हामीले अब नेक्स्ट टाइम रोप्दाखेरि चाहिँ फलफुलको बिरुवा रोपौँ न हौ होइन, फलफुल होस्। यो चाहिँ के अलिकति सौन्दर्यको लागि यो चाहिँ यसले चाहिँ बेग्लै किसिमको जापानमा छ नि विभिन्न किसिमको रङ्गिन चङ्गिन फुलहरू हुन्छ, त्यस्तै यसले पनि अर्को किसिमको फुल जस्तै यसले पनि राम्रो किसिमको यसको रङ्गिन चल्छ। कुनै निलो फुल्ने, कुनै सेतो फुल्ने होइन, कुनै रातो फुल्ने, विभिन्न कलरको हुन्छ। यसले चाहिँ एउटा अनि मैले चाहिँ एउटा चाहेको चाहिँ जस्तै सिस्नो पनि रोपौँ भनेको आज पन्जाले सिस्नो त आफै पनि उम्रिन्छ पनि रोप्दै त्यत्रो धेरै छैन। मेयर साहब अब यो जलाधार क्षेत्र पनि पर्छ होइन छोटीमरौँ सहित समग्र एरियामा। अब यसमा चाहिँ अलिकति मानवीय गतिविधिहरूलाई नियन्त्रण गर्न के गर्नु पर्ला, के गर्ने हो नगरपालिकाले? किनभने मानवीय गतिविधिहरू स्तरबाट पनि पहल चाहिँ भइरहेको छ। अब यहाँनिर यो चाहिँ अब जलाधार क्षेत्रलाई नो म्यान्स ल्यान्ड बनाउने भन्ने पनि यस्तो पनि छ। अब यसको बारेमा चाहिँ नि अब हामी एउटा प्रष्ट निर्णय गर्छौँ। यो चाहिँ स्थानीयमा एउटा माथिबाट अर्को भन्ने खालको दोहोरो खालको डिसिजन पनि छ। त्यसो भएको कारणले गर्दाखेरि ती सबै कुराहरूलाई हामीले केलाउनु पर्नेछ। स्थानीयबाट चाहिँ कस्तो डिसिजन होला तपाईँको तर्फबाट मेयर साहब? स्थानीय मेरो मन छ। हजुर, तपाईँ मेयरको तर्फबाट जुन मेयरको हैसियतमा तपाईँको कस्तो रहला यहाँ? मेरो मनसाय त के छ भने अब जलाधार क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने नै हुन्छ मेरो चाहिँ। हजुर, जुन यो गतिविधिलाई रोक्नको लागि कस्तो खालको निर्णय हुनुपर्छ, कस्तो खालको नीति हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? अब त्यो तपाईँले निर्माण गर्ने कस्तो हो यहाँ? अब त्यो चाहिँ फेरि राष्ट्रिय कुरा पनि हो। मैले अघि भने माथिल्लो निकायले गरेको निर्णय, हामीले गरेको निर्णय भन्ने कुराहरू पनि हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि यसको बारेमा मानवीय गतिविधिलाई चाहिँ नै रोक लाउनुपर्छ भन्ने नै मलाई चाहिँ लाग्छ। त्यही मन छ। अब यहाँनिर एउटा हुन त धरानको टुरिज्मको लागि महत्त्वपूर्ण एउटा बिग बुद्ध 1000 बिग बुद्ध बनाउने भन्ने योजना पनि चलिरहेछ होइन। अब यो अलिकति हेर्दाखेरि चाहिँ टुरिज्मको लागि त एकदम राम्रो, तर यसले फेरि अलिकति मानवीय गतिविधिहरू बढाउने त्यो अब फोहोर होला, टोइलेट होइन, बाथरुमको कुराहरू होला, पछि होटेल खोल्दा यो एरियामा यसलाई अलिकति नीतिगत रूपमा कसरी समाधान गर्ने यो विषयलाई चाहिँ? यसको दुईटै पाटो देख्छु म चाहिँ, एउटा जलाधार क्षेत्र होइन, त्यसमाथि फेरि टुरिज्मको हिसाबले पनि त्यो योजना चाहिँ फेरि महत्त्वपूर्णै छ। अब महत्त्वपूर्णै छ, सबै कुरा महत्त्वपूर्णै छन् भन्न चाहिँ। प्रकृतिलाई बचाउनुपर्छ भन्ने नै मन छ म चाहिँ राख्छु। प्रकृतिलाई बचाउनुपर्छ, प्रकृतिलाई बचाउन आफैमा विकास हो क्या त्यो है।
सुनाउन आमासँग धरानाथबाट है मेरो एरिया हो है ल ल यो बर रहेछ यो बर अब भोलि पर्सि बिहा गरिदिनु पर्ने हुन्छ हरियो भयो भने तपाईँ रिटायर हुँदा पनि यहाँ आउँदा हुन्छ क्या मेयर साहबको चिनाउने चिउरीको यो पनि जलाधार क्षेत्रको लागि उपयुक्त बिरुवा मानिन्छ हो मेरो साहब चिउरी भन्ने कुरा चाहिँ आयो म त्यति धेरै यो बोटानी सम्बन्धित नलेज छैन मलाई होइन यहाँनिर नानी यता हो बाबु झुकाएको छैन यो तान्ने ठाउँ छ भने आउँछ है सर त्यहाँ हजुर ठाउँ छ सर मेरो साथले बाउको नाममा रोप्नु भएको थियो म चाहिँ आमाको नाममा रोप्नु पर्यो कि मैले त मल पनि भेटाएँ यार नि म आमाको नाममा रोप्दैछु मेरो साथले बाउको नाममा रोप्नु भएको थियो मैले चाहिँ आमाको नाममा यो एउटा चिउरी रोपिदिनु पर्यो यो डाँडामा भनेर आमाको नाममा रोप्दै हुन्छ नि यसको संरक्षणको लागि नि तपाईँ आउनुहुन्छ आउनुहुन्छ म यसलाई टाइममा हेर्न आउँछु आमाको नाममा रोपेपछि कुनै पनि हालतमा जोगाउने तपाईँको यो पनि यसलाई बढाएर छाड्छु अब यो भयो भने यसलाई म आफै लिएर बार पनि लाउँछु चिउरी डाँडा हुने भयो अब सिरिजको रोप्यो अहिले चिउरीको बोट हो आज हामीले कति बिरुवा रोप्यौँ होइन रोप्दैछौँ कतिजना सहभागी कहाँ कहाँबाट सहभागी त्यो सबै विस्तृत रूपमा किन आयोजना गरेको त्यो समेत भनिदिनुपर्छ यो आज हामीले यो धरानको थजनबेग बुद्ध एरियामा लगभग 250-300 जति विभिन्न जातका बिरुवाहरू रोप्ने काम आज सकेका छौँ। खास गरी आज यो कार्यक्रममा धराने जनताहरू स्वतस्फूर्त रूपमा कसैलाई हामीले फर्मल्ली बोलाएका होइनौँ, हामीले सानो एउटा मेसेज गरेका थियौँ। त्यो मेसेजलाई आधार मानेर उहाँहरू स्वतस्फूर्त रूपमा सहभागी हुनुभएको छ। खास गरी धरान साइक्लिङ, तपाईँको चाहिँ सेवक अभियान, स्वतन्त्र धरान समूह भन्ने एउटा के सचेत समूह भन्ने छ। यस्ता अन्य लगायत विभिन्न स्वतन्त्र व्यक्तिहरू यो सहभागी भएर आज विश्राम कार्यक्रम गरिरहेका छौँ र यो धरानको महत्त्वपूर्ण धार्मिक तथा पर्यटक स्थल हुने सम्भावना बोकेको यो थजनबेग बुद्धमा अहिले हामीले गरिरहेको यो हरियाली निकै भेटादेखि 500 मिटर मात्रै नजिक छ यो र यसलाई हामीले अब यहाँ मानिसहरूको के अरे चाहिँ अवांछित आवत जावतलाई रोक्ने, त्यसपछि चरीचरणलाई हामीले रोक्ने हो भने अहिले यो जति बिरुवा रोपेका छौँ त्यो बिरुवा हुर्किनेछ र यो संरक्षण गर्ने कुराहरूमा पनि हामीले ध्यान दिइरहेका छौँ। र सबैले यसलाई चाहिँ ध्यान दिने हो भने अबको 5 वर्षभित्रमा यो एरियालाई निकै राम्रो हरियाली युक्त यो एरिया देख्नेछौँ। त्यसकारण हामी सबैले यो प्रकृतिलाई संरक्षण गर्ने हिसाबले हामीले अब जुन अहिले यो क्लाइमेट चेन्जको जुन अहिले इस्यु जुन आइरहेको विश्वभरि रूपमा त्यो क्लाइमेट चेन्जको असरलाई पनि कम गराउने निमित्त हामीले यो वृक्षारोपण जस्ता कार्यक्रमहरूलाई सबै तहबाट हामीले अगाडि बढायौँ भने अवश्य पनि त्यो क्लाइमेट चेन्जसँग कोप गर्न केही सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ। यहाँहरू सबैलाई आफ्नो ठाउँबाट खाली प्रति जग्गाहरू संरक्षण गर्दै वृक्षारोपण कार्य गरिदिनुमा हार्दिक आग्रह चाहन्छु। धन्यवाद।
समूहको प्रवक्ता हेम राई सर हुनुहुन्छ। सर हामीले केही दिनदेखि केही सप्ताह अगाडि तपाईँहरूले चाहिँ नगरपालिकामा होइन अलिकति खबरदारी धर्ना पनि दिएको देख्यौँ। अहिले यहाँ पनि वृक्ष रोपनमा पनि देखिरहेछौँ। यो समूह कस्तो समूह हो र यसको उद्देश्य चाहिँ के हो पहिले त्यो भन्नुहुन्छ? अब यो समूह भनेको चाहिँ एकदमै हामी कुनै नन पोलिटिकल होइन नन रिलिजियस कुनै पनि अब भनौँ न स्वतन्त्र रूपमा अब धरानको विकास हुनुपर्छ। त्यसमा चाहिँ अब जुनसुकै राजनीतिक दलको हुनुभयो भने हाम्रो समूहमा समावेश हुन सक्नुहुन्छ होइन। यो हामी एकदमै धराने विकास र धरानको भ्रष्टाचार व्यतिथि अनियमिततामा चाहिँ हामी होइन एकदम झकझकाउने उहाँहरूको विरोध गर्ने खबरदारी गर्ने यो एउटा समूह हो। अब यो समूहले खालि तपाईँको अब यो नागरिक अभियान मात्रै होइन हामी सामाजिक अभियानहरू पनि सञ्चालन गर्छौँ। जस्तै हामीले के योजनाहरू गरिरहेछौँ भने निकट भविष्यमा हामीले चाहिँ यो समूह मार्फत चाहिँ होइन विभिन्न आय आर्जनमूलक कार्यक्रमहरू त्यस्तै गरी भनौँ न लागु औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमहरू पनि हामी सञ्चालन गर्दैछौँ। त्यसैले गर्दाखेरि यो समूह भनेको चाहिँ अब धेरै मान्छेहरूले भन्ने गर्छन् हर्क साम्पाङको समर्थकहरूको समूह भन्ने हामीलाई जुन आरोप छ त्यो बिल्कुलै होइन। हामी राम्रो काम गर्ने जुनसुकै पार्टी दल व्यक्ति सङ्घ संस्थाको हामी सपोर्ट गर्छौँ भने गलत गर्ने अथवा भ्रष्टाचार गर्ने व्यतिथि गर्ने होइन अन्याय गर्नेको विरुद्धमा जुनसुकै दल पार्टी इभन हर्क साम्पाङ सरले नै भोलि यो होइन भ्रष्टाचारमा उहाँ डुब्नु भने सबैभन्दा पहिला हामी हात होइन हामी खबरदारी गर्ने चाहिँ यही समय हुनेछ भन्ने म भन्न चाहन्छु। अहिले उहाँ अथवा मेयर साहबको चाहिँ गतिविधिहरू होइन कार्यशैलीहरू तपाईँहरूले निहालिराख्नु भएको होला एकदमै हुन त उहाँ सुरुवाती चरणमै हुनुहुन्छ। तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ उहाँलाई? अब यस्तो छ सर अब यो चाहिँ अब भर्खर उहाँ अब 1 महिना लगभग हुँदैछ उहाँले कार्यभार सम्हाल्नु भएको होइन। अहिले नै धेरै जज गरिहाल्नु चाहिँ त्यति उपयुक्त चाहिँ नहोला। तर पनि अब हामीले देखेको यो सचेत समूहले देखेको मर्निङ सोच द डे भन्छ नि अब राम्रै छ। तर पनि अब केही कुराहरू चाहिँ अब उहाँले होइन अलिकति होइन सुरुमै भनौँ न जस्तै अस्ति उहाँले चाहिँ त्यो हुन्छ राम्रै उद्देश्यले गर्नुभएको त्यो ब्याङ्क खाताहरू अहिले नै म दिन्छु भन्ने जस्तो अलिकति नहतार्यौँ क्या। हामी पनि साथ दिने छौँ होइन। सबै धरानीहरू विदेशमा बस्ने धरानीहरूले उहाँलाई साथ सहयोग अवश्य दिनुहुनेछ राम्रोको लागि। तर हामी अलिकति नहतारिहालौँ। हामी बिस्तारो जाउँ स्टेप बाई स्टेप जाउँ। अब जस्तै धेरै मान्छेहरूबाट आएको कुरा चाहिँ के छ भने सल्लाहकार समितिहरू बनाएर जाउँ होइन। यहाँ किन भन्दाखेरि नगरपालिकाभित्र त तपाईँको 20-25-30 वटा जति चाहिँ विभिन्न समिति उपसमितिहरू हुन्छन्। सबैमा अब मेयर आफैले जान्नु नसक्नु होला होइन। त्यसले गर्दाखेरि विषयगत एक्सपर्टहरूलाई पनि उहाँले चाहिँ अलिकति होइन समेट्नुपर्छ। अझै म त के भन्छु भने मैले फेसबुकमा स्ट्याटसहरू पनि पहिला लेखेको थिएँ धराने युवाहरूलाई पनि उहाँले साथ सहयोग लिनुपर्छ। त्यस्तै गरी धरानका सबै राजनीतिक दलका होइन भनौँ न राजनीतिक दलहरूसँग पनि उहाँले समन्वय गरेर अघि बढ्नुपर्छ भन्ने चाहिँ म उहाँलाई आग्रह गर्न चाहन्छु। आजको कार्यक्रमको बारेमा तपाईँको के छ? आजको कार्यक्रम अब यो एकदमै राम्रो हो होइन। अब यो वृक्षारोपणको जुन यो कार्यक्रम छ अहिले हामी यो धरान 4 भेटार नजिकैको 1000 बुद्धको परिसरमा छौँ होइन। अब यो कार्यक्रम चाहिँ एकदमै हुनुपर्छ। अझै यो कार्यक्रम चाहिँ हाम्रो यो धरानको यो जलस्रोतको मुहान पानीको मुहान क्षेत्रलाई चाहिँ आधार मानेर हामीले यो गरिएको छ होइन। अझै यसलाई गर्दै जानुपर्छ। तर यसमा एउटा कुरा म के भन्न चाहन्छु भने रोपेर मात्रै भएन संरक्षण पनि हुनु पर्यो। संरक्षणको लागि अब हामी कसरी अघि बढ्ने त्यो अवश्य हाम्रो धरान उपमहानगरपालिकाले होइन संरक्षणको लागि केही भनौँ न बाटाहरू बनाउनुहुन्छ होला समितिहरू बनाउनुहुन्छ होला भन्ने लाग्छ। अब यो रोपो यस्तो यो रोप्ने त अब पहिलादेखि भइरहेछ। 1 वर्ष रोपो अर्को वर्ष मरिहाल्छ होइन। त्यसले गर्दाखेरि यसको संरक्षणमा हामीले विशेष ध्यान दिनुपर्छ होला। र यो अभियानमा चाहिँ सम्पूर्ण धराने साथीहरूलाई धराने जनताहरू धराने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सहभागी भइदिनुपर्छ। यो कसैको होइन यो कुनै दलले गरेको होइन होइन। हामीले नगरपालिकाले गरेको एउटा स्थानीय निकायले गरेको काममा साथ समर्थन दिएको मात्र हो।